आइपिओ भनेको के हो? साथीले आइपिओ भएर लाखौँ कमाइसक्यो भन्छ, कतै म पछाडि त परिरहेको छैन। के छ त प्रोसेसहरू यसको? कसरी भर्ने हो यो आइपिओ भनेर सोचिराख्नु भएको छ भने यो भिडियो तपाईँको लागि। आइपिओ भन्नाले चाहिँ सिम्पल वर्डमा भन्दाखेरि चाहिँ कुनै पनि कम्पनीले आफ्नो व्यवसाय बढाउनको लागि अथवा नयाँ प्रोजेक्ट सुरु गर्नको लागि चाहिँ कम्पनीलाई पैसा चाहियो भने कम्पनीले सर्वसाधारणका लागि आफ्नो सेयर बेचेर पैसा उठाउँछ भने त्यो नै आइपिओ हो। आइपिओ भर्नको लागि फर्स्टमा तपाईँलाई ब्याङ्क अकाउन्ट चाहिन्छ। ब्याङ्क अकाउन्ट जुनसुकै ब्याङ्कबाट खोल्न सक्नुहुन्छ। त्यसपछि तपाईँलाई चाहिन्छ डिम्याट अकाउन्ट। डिम्याट अकाउन्ट तपाईँले ब्याङ्क खाता खोलेकै ब्याङ्कबाट पनि भर्न सक्नुभयो। होइन म चाहिँ ब्रोकरबाट खोल्छु अथवा क्यापिटलबाट खोल्छु भन्दाखेरि पनि पाउनुभयो। र डिम्याट भनेको चाहिँ डिम्याटमा चाहिँ तपाईँलाई परेको सेयरहरू चाहिँ जम्मा हुने ठाउँ चाहिँ डिम्याट हो। त्यसपछि तपाईँलाई चाहिन्छ सिआरएन नम्बर। सिआरएन नम्बर तपाईँलाई ब्याङ्कले दिन्छ र यो सिआरएन नम्बरको काम भनेको चाहिँ तपाईँको डिम्याट अकाउन्ट र ब्याङ्क अकाउन्ट जोड्ने हो। त्यही भएर आइपिओ भर्दाखेरि चाहिँ सिआरएन नम्बर एकदमै कम्पलसरी हुन्छ। त्यसपछि तपाईँलाई चाहिन्छ मेरो सेयर। मेरो सेयर तपाईँले डिम्याट अकाउन्टको फर्म भर्दाखेरि त्यही समयमा नै भर्न सक्नुहुन्छ। र मेरो सेयरको फर्म भरिसकेपछि तपाईँको केही समयमा मेलमा युजर नेम र पासवर्ड आउँछ। त्यसपछि तपाईँले आइपिओ भर्ने बाटो खुला हुन्छ। आइपिओ मेरो सेयरको वेबसाइट अथवा मेरो सेयर एपबाट पनि भर्न सक्नुहुन्छ। र त्यसको प्रोसेस पनि तपाईँहरूलाई अझै कन्फ्युजन भयो भने कमेन्ट गर्नुहोला, म अर्को भिडियो बनाउनेछु है त।